हो दर्शकवृन्द, श्रिया आफ्नो श्रीमान भुवनसँग झगडा गरेर घर छोडेर निस्केर जाँदै थिइन् आफ्नो छोराले साथमा च्यापेर। तर उता गाउँबाट चाहिँ आफ्नो बहिनी सहरमै दिदीको घरमा बसेर पढ्छु भनेर यता आउँदै गर्दाखेरि बाटोमा दिदी बहिनीको अचानक भेट भयो र होइन के हेरेको हेरै नचिना जस्तो गरेर हेरेको भनेर बहिनीले भन्छन्। अनि किन चिन्दिनँ, मेरो बहिनी हौ नि तिमी, मेरो बहिनीले म चिन्दिनँ भनेर भन्छन्। अनि कहाँ हिँड्नुभएको नि, म तपाईँको घरमा पढ्नलाई आएको, म यहाँ तपाईँको घरमा बसेर पढ्ने, अब यहीँ बस्न आएको भनेर भन्दाखेरि श्रियाले भन्छन् त्यो घरमा बस्ने माहौल छैन, अहिले त्यहाँ वातावरण छैन, म त घर छोडेर हिँडिसकेको भन्छ। त्यसो नभन दिदी, यता आमा बुवाले यति धेरै चिन्ता छ, यति धेरै फेरि टेन्सन हुन्छ नि। अब आमा बुवाले चाहिँ यति दिदी र भिनाजु मिलेर गरेर खाइरहेछन् भनेर कति खुसी हुनुहुन्छ अहिलेसम्म। तर यो कुरा सुन्नुभयो भने आमा र बुवाले अहिले मर्नै हुन्छ, उहाँहरूले यति धेरै पिर हुन्छ दिदी, यसो नगर्नु। अलिअलि बुढाबुढीको त फटफुट परिहाल्छ नि, त्यतिकैमा घर छोडेर जानुहुन्छ भनेर बहिनीले सम्झाइरहेको हुन्छन्। तेरो भेनाजु पहिलेको भन्दा धेरै परिवर्तन भएको छ, अहिले उसको भाइ र बुहारी राखेको छ, त्यही भाइ र बुहारीको कारणले गर्दाखेरि मलाई हेला गर्नु थालेको छ भनेर बहिनीले सुनाउँछन्। होइन दिदी, जस्तो जे भयो भने घर छोडेर नजानु भनेर त्यहाँबाट दिदीलाई जबरजस्ती घरमा ल्याइरहेको हुन्छन् दर्शकवृन्द। यता भुवन भने निराश भएर बसिरहेको हुन्छन् आफ्नो पारिवारिक कलहले गर्दाखेरि। र यता भुन्टीले भन्छन् दाजु हेर्नुहोस्, तपाईँ टेन्सन लिएर नबस्नुहोस्, अनि मेरै कारणले गर्दाखेरि तपाईँहरूको दिनरात झगडा भइरहेको देख्छु र अब मलाई पनि मेरै कारणले गर्दाखेरि श्रिया दिदीले घर छोडेर जानुभएको जस्तो लाग्छ। अब म यहाँ बस्दिनँ दाजु, बरु हामीले कोठा खोजेर फाल्टै राख्नुहोस् र अनि तपाईँको भाइलाई जाति बनाएर म तपाईँलाई यहाँ घरमै राखिदिन्छु र म आफ्नो माइततिर लाग्छु भनेर भन्छन्। त्यसो नभन बुहारी, अनि त्यसले घर छोडेर गई त यस्तो मान्छे यो घरमा अटाउँदैन, अनि यहाँ घरमा बस्ने हो भने ऊ राम्रोसँगले व्यवहार गरेर सबैसँग सम्मान व्यवहार गरेर बस्नुपर्छ, यस्तो मान्छे बसेको भन्दा गएकै ठिक भनेर भन्छन्। त्यतिकैमा श्रियाले के अरे अनि म आएर यहाँ डिस्टर्ब भयो भनेर भन्छन्। होइन तिमी गइसकेको मान्छे किन फर्केर आयौ भन्छ, म फर्केर अनि आयौँ भनेर एकदम डिस्टर्ब भयो यहाँनिर भन्छन्। उल्टै फेरि भुमाले रिस उठ्छ र भुमाले थप्पड हान्नु खोज्छन्, तर पनि उसले केही गर्दैनन्। अब मूर्खको औषधि केही छैन भनेर केही भन्दैनन्। दर्शकवृन्द, यता बहिनीलाई पनि त्यहाँ पढ्न भनेर ल्याइरहेको छ, बहिनीले पनि उल्टै भिनाजुको नै दोष देखिरहेको छन्, तर भित्र के छ भन्ने कुरो बहिनीले केही कुरा बुझिरहेको छैन। दर्शकवृन्द, यता टोकोले भने आफ्नो भुन्टी बहिनीको एकदम याद गरेर उता तडपिरहेको छ र यता भुन्टीलाई माया गर्ने, मन पराउने पहिलेको मङ्गेतर केटा पनि आफ्नै तरिकाले पागल भएर हिँडिरहेको छ अनि भुन्टीलाई नै सम्झिरहेको छ। भुन्टी भने आफ्नो श्रीमानलाई छोड्न एकछिन पनि सक्दैनन्, यति धेरै दुःख कष्ट सहेर बसेकी छिन् कि भुन्टी। अब यो हेर्नको लागि के हुन्छ दर्शकवृन्द, अर्को एपिसोड हेर्नै पर्ने हुन्छ। हस्त, धन्यवाद।